अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आइसिसी टी20 विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनौटमा हिजो युएईले जापानलाई 8 विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरूको समीकरण पूरा भएको छ। एसिया तथा इस्ट एसिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनौट भइसकेका छन्। आयोजक भारत र श्रीलङ्का बाहेक आइसिसीका शीर्ष 7 टोली अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले आउँदो विश्वकपमा स्वतः प्रवेश पाएका छन्। टी20 अन्तर्राष्ट्रिय वरियताको आधारमा न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्डले पनि आफ्नो स्थान बनाइसकेका छन्। क्यानाडाले अमेरिकी छनौटमा सजिलैसँग विश्वकपमा पुग्यो। पहिलो पटक विश्वकपमा सहभागी इटालीसँगै नेदरल्यान्ड्स युरोपमा भएको 5 टोलीको प्रतियोगिताबाट छनौट भएका छन्। नामिबिया र जिम्बाब्वेले 8 टोलीको अफ्रिका छनौटबाट 2 स्थान सुरक्षित गरे भने नेपाल, ओमान र युएईले पनि जारी छनौट खेलबाट विश्वकपमा स्थान बनाएका छन्। सन् 2026मा हुने टी20 विश्वकप अघिल्लो संस्करण जस्तै ढाँचामा हुनेछ। 20 टोलीहरूलाई 4 समूहमा विभाजन गरिनेछ। हरेक टोलीले राउन्ड रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन्। त्यसपछि हरेक समूहबाट शीर्ष 2 टोली सुपर 8मा प्रवेश गर्नेछन्। यसैबीच आइसिसी टी20 विश्वकप एसिया छनौट तथा इस्ट प्यासिफिक छनौटको सुपर 6 को आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ। खेल ओमानमा नेपाली समयअनुसार दिउँसो 4:15 बजे सुरु हुनेछ। शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी20 विश्वकप एसिया छनौट तथा इस्ट प्यासिफिक छनौटको उपाधि जित्ने अवसर छ। नेपाल यसअघि सन् 2014 र सन् 2024मा विश्वकप खेलेको थियो। नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो।